यस्तो राम्रो ठाउँ कहाँ होला थाहा छ हजुरहरूलाई? हिजो हाम्रो नानी बाबुहरूको इक्जाम सकिएको अनि त्यसपछि आज चाहिँ उनीहरूलाई घुम्न लैजानुपर्छ इक्जाम सकेपछि भनेको थिएँ। त्यही भएर हामी चाहिँ घुम्न लाग्यौँ होइन। नेपालगञ्जको गर्मीमा शीतलोसँगै रमाइलो पनि ठाउँ कहाँ होला त? सानो सानो केटाकेटीहरूको लागि भनेर यसो हेर्दाखेरि हामीले भेटायो रानी तलाउ। त्यहाँ चाहिँ सस्तो पनि होइन, राम्रो पनि। अनि त्यसपछि केटाकेटीहरूले राम्रो स्वच्छ वातावरणसँगै माछा पनि होइन, त्यहाँ माछा चाहिँ यति राम्रो कि कुरै छोड्यौँ। अनि आमा पनि आउनुभएको थियो आज। केटाकेटीसँग लाग्यौँ हामी रानी तलाउ। यहाँ चाहिँ यिनीहरू जान पाए भनेर यति खुसी भएका छन् है। अनि यति राम्रो शीतलो हावा चलेको है। हिजो पानी परेको भएर पनि होला, मौसम चाहिँ साह्रै राम्रो थियो। अनि हामी लाग्यौँ, हामी चाहिँ यताउता हेर्दै हिँड्दै थियौँ। नानीहरू चाहिँ सिधै चिप्लेटी खेल्न जाने भनेर लागे होइन। यहाँ चाहिँ केटाकेटीहरू खेल्नको लागि पनि यति राम्रो बनाइदिनु भएको छ होइन। यसले गर्दा चाहिँ केटाकेटीहरू यहाँ खेल्ने बुल्ने, अनि पानीको तालले गर्दा अलिकति शीतलो बोटबिरुवाहरू पनि छ, हावा चल्ने, छहारीमा बस्ने ठाउँहरू पनि छ। साह्रै नै राम्रो छ नेपालगञ्जको गर्मीको लागि होइन। एकदम गर्मी भएको बेलामा त म गएको छैन, कस्तो हुन्छ होइन। तर यो माछाहरू हेरेर अनि सानो सानो केटाकेटीहरूलाई चाहिँ यति धेरै राम्रो रमाइलो लाग्छ नि। उनीहरू पानीमा को बस्छ र भन्दा माछा बस्छ भनेर, यसरी बस्दो रहेछ भनेर सिक्छन् होइन। अरू त थिए ठुला त है। सानो बाबु पनि यति खुसी भयो, यति रमायो होइन। सानो सानो केटाकेटीहरूलाई चाहिँ बाहिरको वातावरणमा लैजाने हो भने, मौसम हेरेर फेरि लैजाने हो भने उनीहरू घुलमिल हुने होइन, रमाउने, उनीहरूले चाहिँ धेरै कुराहरू, नयाँ कुराहरू सिक्ने गरेर गर्दो रहेछन्। अनि हाम्रो नानीहरू पनि यति खुसी भए, खेले, इन्जोय गरे है। अनि त्यसको अर्को फाइदा भनेको त्यहाँनिरै त सब्जी मन्डी पनि के। अनि हामीले चाहिँ त्यहाँबाट सब्जीहरू पनि लिएर आयौँ घर आउँदाखेरि चाहिँ होइन। बाहिर बजारमा सब्जी किन्नुभन्दा सब्जी मन्डीमा किन्दाखेरि ताजा तरकारीको साथसाथै केही सस्तो पनि पाइँदो रहेछ होइन। त्यो चाहिँ हामी महिलाहरूको लागि, जसले घर चलाउँछौँ उनीहरूको लागि चाहिँ फाइदाकै कुरो हो होइन। यदि हजुरहरू पनि नेपालमा बस्नुहुन्छ भने सब्जी मन्डी जाने गर्नु होला होइन। यहाँ चाहिँ नानीहरू यस्तो मजाले इन्जोय गरिरहेका छन्, खेलिरहेका छन् कि। अनि मैले चाहिँ उनीहरूको भिडियोहरू लिएँ। अनि पिङ खेल्न पाएन भन्दै थिएँ। लास्टमा चाहिँ उनीहरूलाई पिङ पनि खेलाइदिएर हामी घरतिर फर्क्यौँ होइन। त्यहाँ गइसकेपछि टाइम बितेको थाहा नै भएन कि। यति रमाएँ, यति खुसी भएँ है। शीतलो थियो, हामी पनि हिँडडुल गऱ्यौँ यताउता। माइन्ड नै यस्तो फ्रेस हुने कि होइन। यदि हजुरहरू पनि आफ्नो छोराछोरीलाई लिएर यसो घुमाएर मात्रै ल्याऊँ भन्ने लाग्छ भने त्यहाँ लैजानु होला, घुमाउनु होला होइन।